वेलकम बैक टू माई न्यू भिडियो एन्ड सो न्यू डे आइप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम फिट एन्ड फाइन छु अनि आफ्टर लङ टाइम इट्स माई भ्लग है त धेरै दिनपछि चाहिँ मैले भ्लग सुरुवात गर्नु लागिरहेको छु अनि के कस्तो हुन्छ भ्लगमै हुन्छ तर मेरो धेरै दिनपछि चाहिँ भ्लग स्टार्ट भयो किनकि अब समय परिस्थिति त्यस्तै छ त्यही भएर चाहिँ अनि आज चाहिँ मैले भ्लग स्टार्ट गर्ने सोचमा लिएर हिँडेको छु भ्लग गर्दा चाहिँ के नमिला हुन्छ होला तर त्यही पनि अब जसमा अब चाहिँ कन्टिन्यू दिने कोसिसमा छु है त अनि आज चाहिँ मेरो अलिकति बाहिर निस्किनुपर्ने जानुपर्ने काम छ किन छ अब चाहिँ एकछिनतिर गेट रेडी विथ मी भनेर चाहिँ टक्क रेडी भइसकेपछि चाहिँ हजुरहरूलाई म देखाउने छु म कहाँ जानेछु के गर्नेछु भनेर है त आज दिन चाहिँ छोटो मिठो हुन्छ तर त्यस्तो लङ भिडियो हुँदैन त्यही नै हुन्छ है त ल टक्क रेडी सेडी भइसक्यो है रेडी सेडी भन्दा रेडी चाहिँ भइसक्यो अब म चाहिँ टक्क रुमबाट निस्किने बालामा छु अनि सो यति गर्नुहुन्छ टक्क सर ल मुर्रा भइसक्यो होइन है ल टक्क अब निस्किनुपर्ने हुन्छ अनि जसले कस्तो गरेछ म्याच गरेछ छैन त्यो चाहिँ जस्ट कमेन्टमा पिन गरिराख्नु होला है त 10 बजिसकेको छ अनि आज चाहिँ अलिक थोरै काम छ अब कति टाइम लाग्छ लाग्दैन त्यो चाहिँ भिडियोमै इन्क्लुड भइहाल्छ होइन अनि त्यसपछि चाहिँ के हुन्छ ल टक्कै लगाएर म चाहिँ निस्केँ अब रुमबाट चिटिक्क परेर हिँडिरहेको छु यो चाहिँ अपर्झेलमा चाहिँ अब यदि जाडो बढ्यो भने चाहिँ टक्क निकालेर लाउनु पनि हुन्छ त्यही भएर चाहिँ जस्ट त्यो चाहिँ डिक्कीमा हुन्छ अनि त्यो आफूलाई सेफ्टी चाहिँ नि त अनि सो ल म चाहिँ लेट चाहिँ यहाँ निक्लिसकेको छु सो देख्नु सक्नुहुन्छ मेरो आउटफिट ल टक्क लगाएर यहाँ राख्नुपर्ने हुन्छ अब चाहिँ मैले चट्ट लगाएर अनि मेरो चाहिँ बेलुका चाहिँ मेरो फर्स्ट चाहिँ के भनौँ न सर्भिसिङ हो चाहिँ फेरि भनेको हुँदो रहेछ राइट चाहिँ अब उहाँ गएर चाहिँ थाहा हुन्छ वान राइड सिङ्गल ह्यान्ड अनि फुल हेलमेट भएको भए चाहिँ मोटर भ्लग हान्नलाई सजिलो सही हुन्थ्यो राम्रो बल हुन्थ्यो मेरो हाफ हेलमेट छ त्योमा चाहिँ अब मिल्दैन क्या त्यही भएर चाहिँ अहिलेको लागि चाहिँ यति नै तत्कालै यही चलाइरहेको छ हाफ हेलमेट बिस्तारै म मोटर भ्लग ल्याउने कोसिसमा छु तर हेरौँ के हुन्छ टाइमिङले साथ दियो भने बवाल हुन्छ हुँदैन यस्तो हो टक्क अनि मेरो स्कुटीको हालत चाहिँ यस्तो भएको चाहिँ नधोएर भन्ला नि फेरि यस्तो चाहिँ अफ रोडमा हिँड्दाखेरि चाहिँ लास्ट ओपर अघि चाहिँ फोहोर लागेको थियो कि टक्कै मेरो चाहिँ बसन्ती सट्ट लगाएर सुन्नुहुन्छ यस्तो यो अब उहाँ सर्भिसिङ गरेपछि त धोइदिन्छ पनि होला नि त ल सट्ट लगाएर अब चाहिँ म यहाँ निस्किनुवाला छु बनाउनु चाहिँ राइड गर्दै हार्नु चाहिँ गाह्रो हुन्छ अनि रोज पनि दाब्नु पर्ने हुन्छ गाह्रो छ नि भ्लग बनाउनलाई झऱ्यो भने चाहिँ तनाव हुन्छ ल लाइट चाहिँ अब चाहिँ जानुपर्ने हुन्छ है स्टे 4 भएको छ कि धुनुपर्ने छ अब निस्किसक्यो वान ह्यान्ड राइड लिएर सक्क भ्यू देख्न सक्नुहुन्छ हाम्रो यो चाहिँ लालगढको स्पिडमा हुँदैन वान ह्यान्डले त अलिक गाह्रो नै हुन्छ अनि त्यही नहेर अनि अब चाहिँ बिस्तारै भगहरू ल्याउनु पर्ने हुन्छ फुल हेलमेट लिनुपर्ने हुन्छ के हुन्छ बाटोमा बाटोमा त फेरि गाह्रो हुन्छ कि वान ह्यान्डले मामाहरू यस्तो धेरै चेकिङमा बसेको छ कि गाह्रो छ अहिले त बुढिसकेको रहेछ नि त यातायात कार्यालय अनि सो त्यही भएर चाहिँ अब बाटोतिर चाहिँ बनाउँदिनँ अनि जस्ट यहाँबाट स्टार्टिङ हुन्छ राइड स्टार्ट हुन्छ त्यहाँ भने चाहिँ बनाउँदिनँ लेट्स गो सर है त फोनमा फुल हेलमेट भयो भने चाहिँ एउटा हाल्ने मामा दिएर फाइन हाल्छ नि त ल है त सोरुम पुगेपछि चाहिँ भेट्नुपर्छ है सोरुम पुगेपछि चाहिँ ल चाहिँ हाम्रो लालगढको भ्यू देख्नु सक्नुहुन्छ चट्टर लगाएर लजाउनु हुँदैन है केटा हो भ्लग बनाउनु लजाउनु हुँदैन भनेपछि मैले बुझिसकेको छु हाम्रो नेपालको टप भ्लगरहरूबाट चाहिँ लजाउनु भएन जस्तो भएन गरेर भएर मान्छे हाँसे पनि गयो भने त्यो मतलब फरक भएन 50%
हुनु चाहिँ हुँदैन है गाइस। लगो हाम्रो कमी केही छैन, हामी चाहिँ लजाउनु भएन, क्यामेरा छुपाउनु भएन, त्यही हो। सो गाइस म चाहिँ सर्भिस सेन्टरमा चाहिँ आइसकेको छ। मेरो चाहिँ अब चेक मेरो स्कुटर चाहिँ चेक हुँदैछ। सर्भिसको लागि के गर्नुपर्ने के चेक गर्नुपर्ने त्यो चाहिँ हुँदैछ। बेडसिट चेकको लागि धेरै छ, चेक गरेर ल्याउनु हुन्छ। सो को कोलाई चाहिँ नयाँ नयाँ बाइक चाहिन्छ हाम्रो टिभिएस सोरुममा आउनु होला। हजुर टिभिएस सर्भिसिङ ठ्याक्कै हाम्रो चाहिँ बर्दिवासको मेन हाइवे चोकैमा, मतलब रोडैमा चाहिँ रोड साइडमा छ। सो त्यही नै हो। उफ के गर्नु, अब सर्भिसिङ दिनै पऱ्यो, टाइममा सर्भिसिङ गरेन भने गाह्रो हुन्छ। अनि चेकको लागि चाहिँ लगेको छ कि। सो अब आधी घन्टा टाइम लाग्छ भनेको छ। अब आधी घन्टामा चाहिँ भ्याउँछ। ड्युटी जानुपर्ने पनि छ नि त, उता पनि टाइम म्यानेज गर्नुपर्ने छ, उता पनि यता पनि नधोएर त्यो अफरोडमा हिँडेर के, मतलब अब त्यो गली चोक बाटो हिँडेर चाहिँ, अनि त्यो भएर फुल भएको छ। मैले नधोएर चटक्क पारेर आएको थिएँ कि, अनि काम परेर म चाहिँ बाहिर निस्केको थियो, त्यसलाई टाइम दिनु पाएको थिएन। गाइस मेरो सर्भिसिङ पनि सक्यो। म यहाँबाट चाहिँ निस्केको ठ्याक्कै 1 घन्टा जति लाग्यो। अब सर्भिसिङमा त्यस्तो केही थिएन, त्यस्तो मेरो रनिङ पनि गरेको थिएन, ठिक्क नर्मल भयो। अनि बिल सिल उठ्यो, तर बिल चाहिँ के गर्यो उनीहरूलाई आएको छ। अनि लले चाहिँ अब यहाँबाट चाहिँ निस्किनु पर्नुहुन्छ। मेरो सर्भिसिङ पनि सक्यो। हामी चाहिँ पैसा मुला त कति जाने हो अब चाहिँ थाहा भएन। गाडी किनेर मात्र हुँदैन, यसलाई पाल्नु सक्नुपर्छ। त्यही नै है, म चाहिँ अब निस्केको। सर्भिसिङ सबै सकिसकेँ त। ल लेट्स गो। अब जान्छु यहाँबाट चाहिँ गएर खाना खाएर चाहिँ एकछिन रेस्ट गरेर ड्युटी जानुपर्ने हुन्छ। म चाहिँ भर्खरै रोपाएको टोलमा खानासाना खाएर पनि लगभग खाना खाने ठाउँबाट आइसकेर भर्खर आइपुगेँ। अनि अब चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ, त्यही हो। अनि आजको भ्लग चाहिँ के कस्तो छ कमेन्टमा यसो प्रतिक्रिया दिनु होला। छोटो मिठो भ्लग छ, अनि त्यो भएर चाहिँ ल मैले भर्खर बिस्तारै सुरुवात गरेको छु। अनि त्यसपछि के कस्तो हुन्छ लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि कस्तो खालको भिडियो ल्याउनु पर्ने त्यो पनि अलिकति कमेन्टमा सबैजनाले कमेन्ट गरिदिनु होला, कि कस्तो टाइपको भिडियो ल्याउनु पर्ने, म त्यो कोसिस गर्छु है त। अनि यति भन्दै आजलाई चाहिँ म बिदा लिन चाहन्छु। हस्त जय नेपाल।